I love you. गाईको घिउ I love you. नेपाली ऋतिक रोशन, अरुण छेत्री, केटीको चाहिँ थाहा भएन, केटाको चाहिँ अरुण छेत्री। एकदम राम्रो। नाम सिमरन खड्का। सिमरन खड्का अब यस्तै फिल्म गरेर बम पड्का दामी दामी। कस्तो लाग्यो? एकदमै राम्रो ल रोए म त एकदमै सबैजना सुरुबाट अन्त्यसम्मको साह्रै राम्रो लाग्यो। अहिले जोरीमा फोटो खिच्न पनि पाइयो। छोरीलाई भेट्न पाएँ ल ह्याप्पी खुसी आँसु पनि आयो हामीलाई त। कस्तो लाग्यो? राम्रो लाग्यो। हामीलाई के कुरा राम्रो लाग्यो? हजुर के कुरा राम्रो अब यस्तै दुःख पीडाको कुराहरू बिचरा कस्तो लाग्यो तपाईँलाई? एकदम राम्रो राम्रो लाग्यो। रुनु भएको भएन? रुनु भएको भएन? हल्का तपाईँलाई कस्तो लाग्यो? कस्तो लाग्यो तपाईँलाई? अति नै राम्रो जीवनमा सङ्घर्ष गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ यहाँबाट राम्रो लाग्यो? धेरै राम्रो। धेरै कस्तो लाग्यो? धेरै अलिअलि पनि नानी रोयो? धेरै राम्रो लाग्यो भन न। एकदम धेरै राम्रो भन न। धेरै राम्रो। अनि अझै हिरो हिरोइनलाई भेट्न पायो अझै रमाइलो लाग्यो। धन्यवाद। राम्रो राम्रो लाग्यो। के कुरा राम्रो लाग्यो? सबै राम्रो लाग्यो। सबै राम्रो लाग्यो। कस्तो लाग्यो? मलाई त एकदमै राम्रो लाग्यो। गौथलीको रोल चाहिँ झनै मन पर्यो। एकदम राम्रो लाग्यो। सासूको पनि राम्रो लागेको। सासू त एकदम छुच्ची। हो, सासले पिट्ने हो कि हामी? होइन मिलेर पाएन पिट्न हुन्थ्यो अरू। कस्तो लाग्यो? मुभी चाहिँ ओभरअल राम्रो छ होइन, बट अटिजमलाई देखाउन खोज्नुभएको छ। यो चाहिँ एकदम स्पेसिफिक टपिक भएर त्यसलाई चाहिँ अटिस्टिक भनेर डायग्नोसिस मजाले खुलाइदिएको भए चाहिँ अझ बेस्ट लाग्थ्यो। सबैजनाको अहिले अलराउन्ड अरू सबै एक्टिङहरू चाहिँ एकदम राम्रो। थ्याङ्क यू। कस्तो लाग्यो? एकदम राम्रो लाग्यो बाबु। राम्रो लाग्यो? रुनु भयो? एकदम रोयो, हाँस्यो, कमेडी हँसाउने एकदम रोयो म त। एकदम राम्रो मन छुने कि एकदम राम्रो फिल्म। है हजुर थ्याङ्क यू। कस्तो लाग्यो? एकदम राम्रो। छोरी चेलीको होइन दुःख सबै देखाएको छ। एकदम राम्रो। बुहारीलाई एकदम कस्तो गर्छ व्यवहार सबै देखाएको छ। एकदम राम्रो लाग्यो मलाई त है। हिरोको एक्टिङ एकदम, हिरो हिरोइनको एक्टिङ एकदम राम्रो रहेछ। 10 मा कति दिने? 10 मा 10 10 मा 10। हिरो हिरोइनको नाम याद छ तपाईँलाई? नेपाली ऋतिक रोशन, अरुण छेत्री, केटीको चाहिँ थाहा भएन, केटाको चाहिँ अरुण छेत्री। एकदम केटीको राम्रो। नाम सिमरन खड्का। सिमरन खड्का अब यस्तै फिल्म गरेर बम पड्का दामी दामी। कस्तो लाग्यो? एकदम दामी छ दामी बेस्ट मुभी हो। बेस्ट लाग्यो। सुरुदेखि रोएर हेर्नु टिसी